नमस्कार, म रारा सैजु। आज म बैगुनको खट्टी-मिठी तरकारी बनाउन लागेको छु। अन्तिमसम्म हेर्नुहोला। र यो साइजमा काटेछु। यता भाँडा बसालेर तातिसकेको छ। यता तोरीको तेलमा चाहिँ मलाई एकदमै मिठो लाग्छ र तोरीको तेल अलिक बढी राखेर यसमा मेथी पुर्याउनु होला र ल्वाङ एउटा, सुकमेल एउटा र सानो दालचिनी तेजपत्ता पुर्याउनु होला र आलुलाई चाहिँ पहिला मैले फ्राई गरेछु पाक्दैन भनेर र मसिनो प्याज काटेर पनि त्यसलाई रातो पारेर फ्राई गर्नु होला। र यता चाहिँ मैले सक्खरलाई चाहिँ पानीमा भिजाएको छु, किनभने खट्टी मिठी भएको कारणले चिनी पनि राख्न सक्नुहुन्छ। र यो अहिले काटेको बैगुनलाई चाहिँ मैले फ्राई गरिरहेको छु। यसमा बेसा राखेर चलाउनु होला र स्वाद अनुसार नुन, अदुवा लसुन र जिरा धनियाँको धुलो र खोर्सानीको धुलो राखेर यसलाई मजाले चलाउनु होला। अलि पिरो पिरो पार्नु होला र यसलाई चाहिँ मजाले चलाएर चाहिँ एकछिन छोपिदिनु होला। गणेशमान कृष्णबारी ट्रस्ट र मिलिजुली सामाजिक प्रतिष्ठानको संयुक्त आयोजनामा हाम्रो इच्छा बालबालिकाको शिक्षा, गृहिणी दिदीबहिनीलाई उद्यमी बनाउने हामी मिलिजुली परिवारको इच्छा। यसमा चाहिँ टमाटर 3-4 नै काटेर राख्नु होला खट्टी मिठी भएको कारणले। र जुन अघि मैले जुन सक्खरलाई पगालेको त्यो सक्खरलाई पनि राखिदिनु होला र यसमा चाहिँ थोरै तिमुरको धुलो पनि राखिदिनु होला। यसरी बनाएर खानु होला। कोले खानुभएको छ र थोरै कागती पनि निचेर राख्नु होला खट्टी मिठी भएको कारणले। धन्यवाद।